Good morning everybody, and it's today another mini vlog लिएर फेरि पनि म आइसकेकी छु। आज चाहिँ म सिस्नो र च्याख्लाको रेसिपी लिएर आएकी छु। अनि त मलाई गाउँमा पहिला सानै हुँदादेखि एकदमै धेरै खाएको सिस्नो र च्याख्ला, त्यही भएर होला अझै पनि आउँदाखेरि बनाएर खान मन लाग्छ, धेरै नै मिठो लाग्छ। अनि मेरो चाहिँ सिस्नो बनाउने डिफ्रेन्ट तरिका छ। म चाहिँ सिस्नो बनाउँदाखेरि अलिकति चिप्ले भेन्डी, अनि त्यसपछि मासको दाल, अनि त्यसपछि आएर आलु राखेर बनाउँछु। यसले चाहिँ सिस्नोलाई बाक्लो र मिठो बनाउँछ है। अनि लास्टमा चाहिँ जिरा, सुकेको खुर्सानी अनि लसुनले झान्छु। यसको चाहिँ एकदमै मिठो स्वाद आउँछ। मैले टिमुर र अनि मासको दाल राखेको भिडियो चाहिँ बनाउन बिर्सेछु है। अनि मैले अचारको लागि पनि रेडी गरेको थिएँ। अचारको लागि चाहिँ मैले अकबरे खुर्सानी, त्यसपछि जिरा अनि लसुन, हरियो लसुनको पात, धनिया, टमाटरलाई चाहिँ पोलेर बनाएको मिठो हुन्छ है। को साथीहरूले यसरी सिस्नो र च्याख्ला बनाएर खानुभएको छ। हामी चाहिँ एभ्री इयर गाउँ आउँदाखेरि जहिले पनि खान्छौँ, धेरै नै मिठो लाग्छ मलाई चाहिँ। ल नानी चोकमारा बर्खा है, काठमाडौँमा पाउँदैन घरमा आउँदाखेरि, गाउँमा आउँदा हाम्रो यताको चोकमा त भिटामिन फोटो